Now we start our journey. Kalibiti Dadarkot to Nepalganj. यो चाहिँ कालीबिटीको पुल गाइस यो चाहिँ काल्दै गाडी ल सुरुमा आउन चाहिँ हामी रुकुम पश्चिम प्रवेश गर्दैछौँ रुकुम पश्चिम प्रवेश द्वार हो यो भेरी नदी रुकुम पश्चिम पुग्यौँ हामी लेट्स गो अन द राइड हैन घोडा आउँदैन हुँदैन अलि गाह्रो छ छैन कस्तो अनुभव भयो के हुनु पहाडमा यस्तै त हो नि रमाइलो लेट्स गो ल पुआरी ल ओमान कन्स्ट्रक्सन चलिरहेछ डोल्पा करिडोरको बाटो डोल्पा कन्स्ट्रक्सन चलिरहेछ त्यही भएर यहाँ चाहिँ 8 बजेदेखि ब्लक हुन्छ बेलुका 7 बजेसम्म त्यसैले आउनु हुने 7 बजे नै क्रस गर्दा राम्रो बेलुका 7 बजेसम्म बन्द हुन्छ 8 बजेदेखि यो चाहिँ ढिम्ना जाजरकोट अनि यो चाहिँ जाजरकोट मोडललाई बताउला आज पैसा समान हो मेरो गोजीबाट पैसा पाउनु 100 रुपैयाँ छिटो दिनु 100 रुपैयाँ छिटो दे यो भिन्ना बजार डोल्पा हाईवे है डोल्पा हाईवे बन्दै गरेको डोल्पा हाईवे हो जाजरकोटमा लुकेर रहेको एउटा सुन्दर बस्ती हो यो पनि ल हामी जाजरकोटको सदरमुकामदेखि सुर्खेततर्फ हिँडिसकेका छौँ
हाँ कस्तो चाहिए पनि ल्याउनु फाइनल्ली चेकिङमा परियो डाँडामा छरिएर रहेको हाम्रो सुन्दर दादाको सुनेका लेडी राइडर प्रो राइडर हुनुहुन्छ उहाँ सुस्तरी हिँड्नु न तपाईँ सुस्तरी हिँड्नु अनि ऊ राइडर हुन्छ नि त उनीहरू र त्यो त कहाँ सक्छ राजा चाहिँ कहाँ सक्छ दे आर प्रो राइडर अफ जाजरकोट डिस्ट्रिक्ट यस्तो बाटो देख्छु बडा हालत यहाँ दुर्घटना भएको थियो यही वर्ष पहिले हरियाली जङ्गल अनि मस्त मगनको यात्रा हाम्रो गर्दै हामी अहिले जाजरकोट पटेलासम्म आइपुगेका छौँ पटेलाको प्रहरी चौकी रहेको छ यो यस्तै गर्दै हामी सुर्खेतको यात्रा अगाडि बढाउँदैछौँ वारी रुकुम अनि वारी जाजरकोट एरियामा चाहिँ कुकुरदेखि समाधान है गाइस यति मिठो भ्यू त देखाउने बिर्सेछ नि यार मैले हामी चाहिँ बाजेको मन्दिर नजिकै पुगेका छौँ यहाँ पूजा उजा हुन्छ हाम्रो थोरै पछाडि हामी जानेछौँ ल म चाहिँ पूजाको लागि निस्केँ शिवरमा बाबाले सबैको रक्षा गरून् रात है अन्त
राइडरजी हेलो हामी चाहिँ सुर्खेतसम्म है जाजरकोट र सुर्खेतको सिमाना छेटा बजार माछाको प्रसिद्ध ठाउँ। हामी पनि खानको लागि त्यतै खाने निर्णय गरेका छौँ। हाम्रो यो चाहिँ खानाको टाइम। चट्ट छेडामा बसेर माछा रोटी भात सात खानुको मजा बेग्लै छ। मन भए आउनु होला। आट्ट पार खाना खाएर निस्क्यौँ है। सुर्खेतको राकम बजारमा रहेको यो सुन्दर बस्ती हामी जाँदैछौँ। राकम सुर्खेत र सल्ली बजार सल्यान जोडिने भेरी नदीको निकै लामो वर्षपछि बनेको थियो यो पुल। हाम्रो ठेकेदारलाई सल्युट गर्न चाहन्छु। यस्तो राम्रो पुल बनाएको भेरी नदी। ल हामी अहिले सल्यान जिल्ला प्रवेश गरेका छौँ। सल्यान सल्ली बजार finally we are reaching Sandi Bazar. Look at the view, guys. It's beautiful, amazing. यदि सल्ली बजार आउनुभयो भने पेट्रोल पम्प हेर्न गइरहेको ताकि हामीले पनि यहाँ पेट्रोल हाल्न गइरहेका छौँ। धन्यवाद। हामी धनीमानी हो। हिँड्दै बाइकको ट्याङ्की फुट्यो। स्मल प्रब्लम अन आवर बाइक। हामी धनीमानीहरूले यति पेट्रोल के गर्दैन। पेट्रोल र फेरि पानी। हेलो म गर्दै एकछिनमा काम। यहाँ सल्ली बजार पुगेको छु यार। यहाँ बस्न आएको छु। कहाँ सल्ली बजार? Finally we are reached Cheju. यता नेपाल यता सिन्चु सुर्खेत हामी सुर्खेत हाल्यो। सुर्खेततर्फ लाग्दैछौँ। सिन्चुको बजार चाहिँ एउटा नेक्स्ट भिडियोमा देखाउँछु हामी। यो चाहिँ हामी सुर्खेत जान लागिरहेको छ।
अफर पाएर कृपया धेरै गरिदिनु होला। साथसाथै हाम्रो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। सब्सक्राइबमा रहेको छेउको बेल आइकनलाई ड्याममै दाब्न नभुली अलमा राखिदिनु होला, किनकि हामीले भिडियो हाल्ने बित्तिकै तपाईँहरूमा नोटिफिकेसन आउने भएकोले सब्सक्राइबको छेउमा रहेको बेल आइकनलाई क्लिक गरेर अलमा राखिदिनु होला। धन्यवाद। भेरी सुर्खेत भेरी पुल फुले ताला महान ड्राइभर हुनुहुन्छ अगाडिका, उहाँलाई मेरो तर्फबाट एक सल्युट। Coming Warren Bakuna. Suket Valley in the धेरै सुपर बाइक र मङ्गलगढी चोक आयो, बजार र जुम्न जाने हाइवे छुट्टिने बाटो आयौँ हामी बजार एरियातिर लाग्छौँ गाइस। प्रेमनगर सुर्खेतमा आइपुग्यौँ मङ्गलगढी